इतिहास लेखिसक्यो, अब पालो भविष्य बदल्ने हो। 27 मार्च 2026 मा जब बालेन्द्र शाहले देशको कमान सम्हाले, त्यो केवल एउटा शपथ ग्रहण थिएन, त्यो त पुराना दलहरूको सिन्डिकेट राज समाप्त भएको घोषणा थियो। तर के यो परिवर्तनले तपाईको भान्सा र भविष्य बदल्छ? बालेन्द्र नयाँ पुस्ताको यो सरकारका लागि अबको 100 दिन अग्नि परीक्षा हुनेछ, किनकि अब फेल हुने कुनै विकल्प छैन। बालेन्द्र सरकारको लक्ष्य अब $42 बिलियन को कमजोर अर्थतन्त्रमा अल्झिने होइन, आगामी 5 देखि 7 वर्षमा नेपालको अर्थतन्त्रलाई $100 बिलियन 10,000 अर्ब भन्दा बढी पुर्याउने विशाल लक्ष्य राखिएको छ। यो लक्ष्य पूरा गर्न सरकारले डिजिटल नेपालको जग खनेको छ। $30 बिलियन को आईटी निर्यात नेपाललाई दक्षिण एसियाको आईटी हब बनाइदैछ, जहाँ 5 लाख नयाँ प्रविधि सम्बन्धी रोजगारी सृजना हुनेछ। ब्रेन ड्रेनको अन्त्य, अब अस्ट्रेलिया र अमेरिकामा पसिना बगाइरहेका नेपाली इन्जिनियर र डाक्टरहरूलाई रिटर्न टु नेपाल अभियान मार्फत स्वदेश फर्काइदैछ। डिजिटल नोम्याड भिसा, विदेशी विशेषज्ञहरूलाई नेपालमै बसेर काम गर्ने वातावरण मिलाइदैछ। बालेन सरकारले स्पष्ट पारेको छ, अब सरकारी कार्यालयमा लाइन लाग्ने युग सकियो। राहदानी, लाइसेन्स र नागरिकता अब 100 दिनभित्र हुलाकबाट सिधै तपाईको घरमा आइपुग्नेछ। मन्त्रालयको काम र प्रगतिको रिपोर्ट अब डिजिटल प्लेटफर्म मार्फत जनताले प्रत्यक्ष मोनिटर गर्न सक्नेछन्। सडकमा कुनै साइरन बज्ने छैन, कुनै बाटो रोकिने छैन। जनता नै सर्वेसर्वा हुन् भन्ने कुरा यो सरकारले व्यवहारमै देखाउँदैछ। अब सरकारी कर्मचारी र नेताका छोराछोरीले अनिवार्य रूपमा सरकारी स्कुलमै पढ्नुपर्नेछ। जबसम्म तपाईका छोराछोरी त्यहाँ पढ्दैनन्, तबसम्म सरकारी स्कुल सुधारिँदैन भन्ने यो कडा सन्देश हो। सन् 1990 देखि नेपाललाई लुटेकाहरूका लागि अब काठमाडौँका जेलहरू तयार पारिएका छन्। केपी शर्मा ओलीको गिरफ्तारी केवल सुरुवात मात्र हो। सेप्टेम्बर 2025 को आन्दोलनमा मारिएका 18 जना निर्दोष युवाहरूको रगतको हिसाब अब गौरी बहादुर कार्की आयोगको प्रतिवेदन मार्फत लिइनेछ। व्हाइट बडी काण्डदेखि नक्कली शरणार्थी प्रकरणसम्मका फाइलहरू खोलिएका छन्। चाहे ती देवा हुन्, प्रचण्ड हुन् वा ओली, कानुन भन्दा माथि कोही छैन। नेपाली जनता, यो बालेनको मात्र लडाई होइन। 36 वर्षसम्म पालै पालो देश लुट्नेहरू अहिले पनि पर्दा पछाडिबाट यो सरकार ढाल्ने षड्यन्त्र गरिरहेका छन्। तर सम्झनुहोस्, यदि यो पटक हामी चुक्यौं भने हाम्रा छोराछोरीले फेरि पनि खाडीकै मरुभूमिमा पसिना बगाउनु पर्नेछ। यो दक्षिण एसियाकै लागि एउटा नयाँ डेमोक्रेटिक मोडल हो। के तपाईँ यो नयाँ नेपाल निर्माणको साक्षी मात्र बन्नुहुन्छ, कि बालेनको यो साहसी कदमलाई काँधमा काँध मिलाएर साथ दिनुहुन्छ? समय कम छ, तर हाम्रो संकल्प पहाड भन्दा उच्च छ। अब पालो कामको, अब पालो नतिजाको। जय नेपाल।